हेलो गाइस, नमस्कार। सम्पूर्णमा स्वागत छ मेरो दीपक मगर ब्लगमा। र अहिले चाहिँ हामी नयाँ बजारमा आएको छौँ है गाइस हैन। आज न्यू इयर पनि हो। न्यू इयरको सबैजनालाई शुभकामना। 2026 आजदेखि न्यू इयर लागिसकेको छ र त्यही न्यू इयरको खुसियालीमा चाहिँ आज म यहाँ नयाँ बजारमा चाहिँ एकजना बाजे र बजुलाई चाहिँ भेट्नको लागि आएको छु र उहाँहरूलाई पनि न्यू इयरको सानो केही उपहार दिउँ भन्ने हिसाबले चाहिँ स्ट्रिट पिपलहरूलाई पनि केही सहयोग गरौँ र उहाँहरूलाई मैले पहिला पनि आएर केही कुराहरू मैले दिएको थिएँ, सहयोग गरेको थिएँ। र आज न्यू इयरको दिन हुने त खुसी भइहाल्छन् र नहुनेलाई पनि केही सहयोग गऱ्यो भने अझ उहाँहरूको आजको दिन चाहिँ थप एउटा खुसी मिल्यो भने पनि, एक दिन मात्र पनि खुसी मिल्यो भने पनि नहुनेलाई धेरै खुसी हुन्छ अरे। गाइस, हामी चाहिँ पसलमा आइसकेको छौँ र एउटा सिरप किन्न लागेको र यहाँ साउजीले पनि यहाँ सिरप देखाइदिनु त साउजी। ल साउजीलाई पनि 2026को शुभकामना है। न्यू इयर आज मनाउनु हुन्छ होला नि त न्यू इयर सबैले पनि। हुन त हाम्रो इङ्ग्लिस हो न्यू इयर होइन, नेपालीलाई चाहिँ प्राथमिकता दिनुपर्छ भन्ने भनाइ चाहिँ हाम्रो है। एउटै हो, सबै इक्वल हो। ल साउजी गयौँ है। ल धन्यवाद। धन्यवाद साउजी, तपाईँलाई पनि। साउजी कहाँ राख्यो? यहाँ रहेछ मेरो भ्लग बनाउनु बनाइरहेको छु। ल यो सिरप चाहिँ आज हामी चाहिँ यहाँनिर तल एकजना चिनिराखेको बाजे बजु दुईजना हुनुहुन्छ। उहाँहरू चाहिँ खोलाको किनारमा बस्नुहुन्छ। अनि खोलाको किनारमा चाहिँ धेरै जाडो हुन्छ नि त। त्यही जाडो भएको हुनाले चाहिँ उहाँहरूलाई पनि आज एक दिन न्यु इयरको दिन चाहिँ खुसी होस्, राम्रो होस्। उहाँहरूलाई पनि आज एक दिन अब सधैँभरि खुसी हुन नपाए पनि आज एक दिन खुसी होस् भन्ने हिसाबले हामीले यो सिरप किनेर उहाँलाई लगाउँदैछौँ गाइस। हेरौँ अब के हुन्छ उहाँलाई गरिदिँदैछु। यो बोक्नु न सिरप। बाइक घुमाउनु त एकचोटि। बाजेलाई चिन्नु भएर म पहिला पनि आएको थिएँ। तपाईँलाई सानो सहयोग गरौँ भनेर आएको बाजे होइन हो, भित्र बस्नुले किन बाजेहरूको घर पनि हेरौँ के कस्तो छ। अनि यसो भित्र बसेर यसो कुराकानी गरौँ। यहीँबाट झरौँ बाजे। हवस्। यता पूजा पनि गर्नुहुन्छ कि के हो बाजे? पूजापाठ गर्ने यतै बसौँ न त भित्र अँधेरो होला। खासमा आज नयाँ वर्ष हो बाजे, 2026 लागेको छ है। त्यहीको खुसियालीमा चाहिँ हामी मात्र खुसी हुँदैन कि सबैजना खुसी हुन्, बाजेहरू पनि खुसी हुन् भनेर मैले तपाईँहरूलाई सानो सहयोग लिएर आएको छु बाजे। एकदम राम्रो। पहिला पनि म आएको थिएँ तर चिन्नु भन्नलाई 2-3 वर्ष अगाडि आएको थिएँ है। दुईजना साथी र म आएको थिएँ। अनि अब जाडो छ, हेर्नुहोस् यो खोला किनारमा कति जाडो हुन्छ होला, सिटीले हान्छ होला होइन। अब सिरकहरू के कस्तो छ तपाईँहरूको तातो सिरक? यो एउटा सिरक मैले तपाईँहरूलाई ल्याइदिएको छु बाजे, यो सिरक। ल के छ, आज नयाँ वर्षको दिन खुसी हुनुहुन्छ? एकदम खुसी छ। छोरोलाई चाहिँ यो सिरक लिएर आयो भनेर ओहो, धेरै धेरै खुसी छु ल कसले लिनुहुन्छ? ल आमाले नै लिनु। मुक्तिनाथ गोसाई गुन्डाले आज तपाईँलाई रक्षा ल गर्नु। बाजे यहाँ आएर यो थोरै बोलिदिनुहोस् बाजेले पनि। यो अनि ल बोजूलाई चाहिँ बाजे बोजूलाई चाहिँ यो फ्रुटी प्लस यो बिस्कुटहरू पनि मैले ल्याइदिएको छु है। यो बाजे उता 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 ल तपाईँहरू त एकचोटि अनि त्यो युट्युबतिर पनि भाइरल हुनुभएको थियो होइन? होइन, म त भइरहेको छु नि। भाइरल हुनुभएको थियो युट्युबमा भइरहेको मैले हेरेको थिएँ। मलाई सबैले सहयोग गरिराख्नु भएको छ हजुरको है। अब राजा रानीहरू, अब तपाईँ नातिनी पलातिनीहरू अनि यहाँ बसेको बाजेलाई म भन्छु कति वर्ष भयो, के कस्तो छ 54-55 वर्ष भयो। अवस्थाहरू के कस्तो छ? अब तपाईँहरूलाई छोराछोरी पनि कमाएर दिन्छ कि आफै मात्र कमाएर खानुहुन्छ? होइन, मलाई त सबैले सहयोग दिनुभयो। अब तपाईँले पनि दिनुभयो। अब अरू छोराछोरीहरू छ कि छैन तपाईँ? छोरा छोरी 5 जना छन्। छोरा छैन? मूलबानीमा छन्।
बागबजार पुदरी सडक अनि छोराले छोरा त छैन भन्नु है छोरीहरूले सहयोग गर्छ छैन छोरा सानसानो सानसानो छोरा भइदियो बाजुमा मुठे हुने हामीलाई अलिकति केही गर्नु छोरीहरूले पनि सहयोग गर्छ होला गरिरहेको सबैले गरिरहेको आज तपाईँले गर्नुभयो अनि छु भन्ने हिसाबले चाहिँ म तपाईँहरूलाई अब यो यस्तो जाडो मौसममा हेर्नु त खोलाको किनारा बस्नु भएको छ जाडो हुन्छ होला नि त तपाईँहरूलाई जाडो हुने सिरकहरू के छ किनिदिएको छ कम्बलहरू छ ल यो ल्याइदिएर खुसी हुनुहुन्छ सिरक मैले ल्याइदिएको छु ल मजाले उड्नुहोस् फाइबरको सिरक छ अब तपाईँको शुभकामना के हुन्छ भने सगरमाताले तपाईँलाई रेस्ट्रिक्सनमा गरेर अघि नै सरेर जाउँ ल आशीर्वाद लाग्छ म तपाईँलाई सिरक यो खोलेर देखाइदिन्छु ल हुन्छ भइहाल्यो नि हेरिहाल्यो यहाँ ल भइगयो भइगयो गजबको सिरक ल बाबालाई ल दुईजना लड्नुलाई तातो हुन्छ है ल बाबु ल ल ल यो लगेर मजाले अब झोलामा राख्ने होइन यो चाहिँ ओढ्ने है लु लगेर राख्नु ल भित्र लगेर राख्ने यो पनि लगेर राख्नु तपाईँलाई बस्ने ठाउँ के कस्तो छ म एकचोटि भिजिट गरेर जान्छु गाइस यहाँ ल यस्तो अवस्थाहरू रहेछ है ओहो निकै अँधेरो पो रहेछ त है बा के छ खाना पकाएर पनि खाइसक्नुभयो तपाईँहरूले थाहा छैन केमा पकाउनुहुन्छ खाना चाहिँ खाना यही हो यो भाँडा केमा पकाउनुहुन्छ आगोमा अब दाउरामा ए ल त्यस्तै हो लु हेर्नु हो उता कता बस्नुहुन्छ यतै सुत्ने हो उता सुत्नुहुन्छ ल ल यता सुत्नु हुँदो रहेछ यता बस्नु हुँदो रहेछ हेर्नु भयो ल हजुरहरूले मलाई आज दुवैजना नातिहरू आउनुभएको रहेछ हजुरले मलाई आज सहयोग दिनुभएको छ 500 रुपियाँ पनि पैसा पनि दिनुभयो कि होइन हो 500 रुपियाँ पैसा दिनुभएको छ एउटा सिरप लिएर ल्याइदिनु भएको छ कुटी ल्याइदिनु भएको छ यो चाहिँ अब यस्तो हो कि तपाईँहरूलाई चाहिँ हाम्रो भिडियोमा अब बनाएर भाइरल हुँ भन्ने चाहिँ हाम्रो सोचाइ होइन कि बाबालाई पनि नयाँ वर्षको उपलक्ष्यमा एक दिन भए पनि हामीले चाहिँ खुसी दिन सकौँ भन्ने टाइपले चाहिँ म आएको तपाईँहरूको होइन धन्यवाद छ एकदम राम्रो छ खुसी छौँ हामी खुसी छौँ ल नयाँ वर्ष त अब नयाँ वर्षमा हाम्रो एउटा सिरप ल्याइदिनु भयो फुटी ल्याइदिनु भयो बिस्कुट ल्याइदिनु भयो 500 पैसा दिनुभयो ल हामी खुसी छौँ नारायण कति वर्ष पुग्नुभयो बा कति वर्ष पुग्नुभयो बा अहिले म 18 सालको 18 सालको भनेपछि त कति वर्ष पुग्नुभयो त तपाईँ 60 62 ल आज न्यु इयरको दिन म कहाँ छु भनेर तपाईँले हेरिहाल्नुभयो गाइस म चाहिँ आज विष्णुमती किनारको खोलामा बस्ने बाजेबोजूको चाहिँ यहाँ सानो झुपडी रहेछ त्यही घरमा चाहिँ म आएको छु उहाँहरू चाहिँ अब बुढाबुढी हुनुभयो धेरै दुःख पाउनु भएको रहेछ होइन अब छोरा पनि छैन रहेछ छोरीहरू रहेछ छोरीहरू आफ्नो ठाउँमा हुनुहुँदो रहेछ अनि यहाँनिर झुपडी बनाएर दुःख गरेर चाहिँ काम गरेर अहिले यतिको उमेरमा पनि काम गरेर दुःख गरेर उहाँहरू बस्नुभएको रहेछ र उहाँहरूलाई चाहिँ एउटा सानो थप खुसी मिलोस् आज न्यु इयरको दिन हो सानो थप खुसी मिलोस् भन्ने हिसाबले चाहिँ मैले पनि सानो सहयोग एउटा यस्तो जाडो मौसममा चाहिँ जाडो छ त्यही भएर चाहिँ उहाँहरूलाई सिरक ल्याइदिएको छु र त्यही नै हो गाइस आज न्यु इयरको दिन र गाइसहरू तपाईँहरूलाई पनि सहयोग गर्ने इच्छा छ भने चाहिँ उहाँहरू चाहिँ धेरै दुःख पाएर बस्नुभएको रहेछ यो विष्णुपति यदि सम्पन्न राम्रो भएको भए त यो विष्णुपति खोला किनारमा चाहिँ बस्नुपर्ने अवस्थाहरू पनि उहाँलाई आउँथेन होला तर अहिले यतिको उमेरमा पनि उहाँहरू चाहिँ दुःख ज्याला मजदुरी गरेरै खाइराख्नु भएको रहेछ उहाँहरू चाहिँ र त्यही भएर तपाईँहरू पनि यदि सहयोग गर्न चाहनुहुन्छ हाम्रो बाजेबोजूलाई चाहिँ सहयोग गर्न चाहनुहुन्छ भने यो ठाउँ तपाईँहरूले पत्ता सायद कतिपयले देख्नु पनि भएको होला यो नयाँ बसवारको पुल त्यहाँनिर रहेको छ तपाईँको नयाँ बसवारबाट चाहिँ सिधै यता खोला सोह्रखुट्टे नयाँ बजार निक्लिने साइडपट्टि आउनुभयो भने चाहिँ तपाईँहरू धेरै आउनु पर्दैन लोसे मलको छेउमा रहेको छ सानो झुपडी यहाँनिर चाहिँ तपाईँहरू पनि सहयोग गर्न चाहनुहुन्छ भने चाहिँ यहाँ आएर तपाईँहरूले बाजेबोजूलाई सहयोग गर्न सक्नुहुन्छ है र बाजेबोजूलाई तपाईँहरूले सहयोग र सपोर्ट गर्न चाहनुहुन्छ भने चाहिँ विष्णुमती किनारको छेउमा उहाँहरू बस्नुहुन्छ तपाईँले आएर चाहिँ सपोर्ट गर्न सक्नुहुन्छ उहाँलाई अनि यहाँनिर बस पार्क हेर्न सक्नुहुन्छ बस पार्कको नजिकै छेउमा चाहिँ उहाँको यहाँ बस्ने ठाउँ रहेको छ है यहीँ चाहिँ उहाँहरू बस्नुहुन्छ ल बाजे हामी गयौँ ल नमुना आएको पनि रुख छ नि
ए कुन चाहिँ उयो ए यहाँ तल रोप्नु भएको ल बाजे त सबै कुराहरू चाहिँ यहाँ घरमा जस्तै मजाले बनाउनु भएको रहेछ है मकै रोपेर आँप रोपेर ढिलसिलपाती बाजेको मेन पुर्खौली घर चाहिँ कहाँ हो बाजे भने मेरो पुर्खा चाहिँ छ अरे छरे भनेको छ अरे भने नोकर छ अरे ए नुवाकोट छ अरे अँ। बाजेको पुरा नाम भनिदिनु न एकचोटि बाजेको नाम पनि मैले सोधेँ मनबहादुर लामा मानबहादुर लामा मनबहादुर लामा अब आज चाहिँ काममा जानु भएन बाजे आज म गएन आज नजानु आज नयाँ वर्ष हो बुढाबुढी होइन हजुर त्यो पैसा अलिअलि दिएको छु के लिएर खाएर बस्नु होला मासु यताउति होइन नयाँ वर्ष मनाउनु पऱ्यो नि त मान्नु पऱ्यो ल आज हवस् सङ्क्रान्ति गइसकेपछि आउँदैछ माघी सङ्क्रान्ति अँ। माघी सङ्क्रान्ति आउनै बाँकी छ नि बाजे आउने मागी छ माघी अब मनाउनु पर्छ बाजे ल ल हवस् त बाई बाई बाजे ल आउनुहोस् है ल, हवस् त चिया नमस्कार पानी बाजे केही भएन केही पर्दैन बाजे हामी अब खाइहाल्छौँ नि है ल ल भिडियो हेरिहाल्नुभयो तपाईँले गाइस सबैजनाले भिडियो हेरेर लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नु